यस्तो घाँस काट्छु त अहिले पहिला छिटै हुने भयो यार आज त घाँस काटेर नि पुग्यो लौ भर सो व्हाट्सअप गाइज गुड मर्निङ सबैजनामा वेलकम ब्याक टु माई युट्युब च्यानल होप्छु सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि र मेरो उनी पनि सन्चै हुनुहुन्छ त्यो गाइजहरू हामी चाहिँ बिहान बिहान आज चाहिँ भैँसी सार्न जाँदै हो बाह्र सारिसक्यौँ यहाँ हिँड्दै हुनुहुन्छ दिपा मिस होइन आज दिपाले भैँसी पुकाउने आज पुकाइनु के हुन्छ र त्यो गाइजहरू हामी दुइटा चाहिँ अब भैँसी सार्नै हिँडेको उल्लो गोठा पल्लो गोठाबाट बाह्र सार्यौँ ल ल ल यो घाँस हालिदिनुपर्छ नत्र भने किलो किलोमा बस्दैन क्या भैँसीहरू चाहिँ गाईहरू म त हाल्नु नगर न सुनिल अब आइज त्यहाँ जाऊ त हान्दैन ल अहिले पाराले यस्तो मेरो ठ्वाइ हान्नु तँलाई उता त्यो छत्ता जलाखेरि आइज आइज किन बाबाले बाँध्नुहुन्न क्या त्यो घरमा होइन मम्मीले त बाँध्नुहुन्छ लगाइजहरू त्यही हो यो चाहिँ हाम्रो दुध दिने भैँसी यसको छोरी त्यो चाहिँ राङ्गो हामीले चाहिँ यहाँ हाँस त छोडिदिनै बिर्सेको नि गाईचहरू यहाँ चाहिँ हाम्रो हाँस दादाहरू हुनुहुन्छ रे यता निस्कि आइज हाँस दादाहरू आइज ल बिहान बिहान भइसकेको थाहै छैन रे तिमीहरूलाई ढोका खोलिदिनु पर्छ रे ल निस्क्यो निस्क्यो ल टक्क पारामा अब हामी डेस्टिनेसनमा आउन लागिसक्यौँ त्यो गाइजहरू होइन हिजो अस्ति चाहिँ मम्मीले काट्नु हुन्थ्यो हल्का फुल्का मैले काटेँ आज चाहिँ मम्मीले खाना बनाउँछु तिमीहरू चाहिँ घाँस काट्न जाऊ भनेर भन्नुभयो र हामी चाहिँ घाँस काट्न आएको गाइजहरू होइन त्यही हो घाँस चाहिँ के कस्तो छ हेरौँ छ कि छैन अहिले चाहिँ हिउँदो हो नि त त्यही भएर खास चाहिँ हरियो घाँस हुन्न सुकेको घाँसमा हरियो घाँस मिसेको काट्नु पर्ने हुन्छ हामीले चाहिँ यस्तो तँभन्दा अग्लो है देख्दा 5000 एक बारी हाम्रो सागबारी उठ्यो पाटाको क्या त्यति काट्नुपर्ने हुन्छ आज चाहिँ हामीले भ्यू हेरौँ न भ्यू हिमालको भ्यू वाउ छ कि वाउ के फुक्क अङ्गल क्या सकिन्छ नि हट्छ त्यार्सो सिधा सिधा हिँड गई बाबु सही छ क्या हाम्रो ठाउँ यहाँ हेर्नुहोस् न गाइजहरू बनाउनुहोस् न बनाइन चिरी हानिदिन्छु म आमा मैले त ढुबी काट्छु त मैले अन्त छिटो अरे उक्किन्थ्यो त यस्तो घाँस काट्छु त अहिले पहिला होइन मैले कुरोको नल त काट्ने भइस कि यस्तो घाँसका घाँस यस्तै भुइँ घाँसो काट्ने ल कसको मुठी ठुलो यस्तो मेरो भन्दा ठुलो
कस्तो गर्मी भयो यार त्यसले पोलो म काटेर फालिदिन्छु चरक चरक बनाएर नि सकिसक्यो हाम्रो घाँस काटेर चाहिँ गाइजहरू अब थोरै छ यस्तै काटिदिनुहुन्छ 1 2 3 4 5 6 7 8 9 10 11 12 सानो थुप्रो 12वटा भएछ सही हो लभली 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 फाइनल्ली हामी चाहिँ घाँस काटेर बसिसकेको हम गाइजहरू होइन त्यही हो होइन जस हिजो अस्ति चाहिँ यही ठाउँमा म चाहिँ एक्लै घाँस काट्न कहिले पनि आउँथिनँ गाइजहरू त्यही हो हिजो अस्ति चाहिँ अब यहीँ गाउँको हन्टर बोयजहरू हुन्थ्यो भने चाहिँ आज मेरो साथमा छन् मेरो के भन्ने होला यसलाई काली होइन काली म्याम चाहिँ मसँग हुनुहुन्छ आज काली म्यामसँग घाँस काट्दा नि जोस् खै के हो म त छिटो काटे जस्तो लाग्यो गाइजहरू होइन अब चाहिँ हामीले भारी हाल्छौँ मम्मीले चाहिँ साग नि टिपेर लिएर आइज भन्नुभएको यसले चाहिँ साग टिप्छ म चाहिँ डोको हुँडा हाल्छु अनि बाख्राहरूलाई नि घाँस काट्छु हल्का फुल्का दाले घाँसका हरियो खान्छ नि त बाख्राहरूले त्यही भएर चाहिँ बाख्रालाई नि ठोरा काट्छु त्यही हो गाइजहरू होइन तपाईँहरूलाई चाहिँ हाम्रो भिडियो हेर्न के कस्तो भइरहेको कमेन्टमा भन्न नबिर्सिनु होला यदि तपाईँहरूलाई चाहिँ हाम्रो भिडियो मनपर्छ भने चाहिँ तपाईँहरूको साथीहरूलाई पनि सेयर गरेर माया देखाइदिनु होला भन्न चाहन्छु यदि तपाईँहरू चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई 1 सब्सक्राइब गरेर अझ माया देखाइदिनु होला भन्दै अब हामी चाहिँ घाँसको बारी हाल्नु पर्ने हुन्छ है त ठोरा भनेको त ल्याएर 2टा 5 हाल्दा बुस हुन्छ है भारी पुग्छ कि डोको सार्नु भयो नि आज हामीलाई डोको सार्नु भयो आज आसी है त आसी त डोका हालेको दुईटै गुल्टिन्न नि ठिक छ मैले दामी हालिदिएको नि भारी नगुल्टिने टाइपको त्यो गाइजहरू होइन घाँस चाहिँ यो मैले चाहिँ बाख्रालाई बोकेको दिपाल बोकेको चाहिँ के भन्छ अरे भैँसीलाई होइन मम्मीले चाहिँ त्यहाँ पानी भर्न आउनु भएको रहेछ त्यो गाइजहरू होइन छिटै भयो यार आज त घाँस काटेर नि पुग्यो लौ भर भएन त्यो टाढा त होइन गोठ नि यति त है यही मात्र देखिएको गोठ चाहिँ त्यही गोठमा पुऱ्याउनु पर्ने हुन्छ हामीले चाहिँ त्यही होइन मलाई चाहिँ थोरै यति भएपछि बाख्रालाई 1 पर्लाई हुन्छ अहिले फेरि दिउँसो हुँदा फेरि काटेर हालिदिनु पर्ने हुन्छ बाख्रालाई चाहिँ एकैचोटि हालिदियो भने चाहिँ फाल्छ है घाँसहरू त्यही भएर थोरै तर मिठो घाँस हाल्नुपर्ने हुन्छ त्यसपछि बाख्राले मिठो मानेर खान्छ गाइजहरू आयो घाँसको भारी आयो त्यहाँ 2जना उभिएको कोक्लो रहेछ खै नाप्यो न 2जनाका मम्मी अग्लो हुनुहुन्छ आज दुईटै फुटालो क्या देख्नुभयो मैले कस्तो राम्रो हालिदिएको भारी आजभोलि मैले घाँस काटिदिनु लाएर त हाम्रो मम्मीको मुहार हेरेर हो न गाइजहरू अलि मोटाउनु भयो मम्मीले जान्नुभयो सबै मम्मीले यो गरेर भलक बनाउनु पर्ने खास गरी कहाँबाट छोरोले भलक बनाउनु सुरु गरेछ कि गाइजहरू किन बाँधिदिएको त्यो पारालाई बाँधिदिने होइन कि मम्मी यस हामी दाले काटेको घाँस यस्तो मिठो गरेर खायो भैँसी र राङ्गोले बाख्राले कस्तो गरेर खान्छ हेर्नु मम्मीले त मिठो हालिदिनु मैले हाल्दैन कस्तो मिठो खान्छ हेर्ने अब बुझो हाल्छ हेर्नु यसले हेरेन जम्मै कस्तो खायो हेर्नु बुझो हालेर
8 hours later. त्यही फ्राई मासु फ्राई गरेको तेलमा हाल्यो भयो ब्राउन ब्राउन भयो अब हालिदिँदा हुन्छ लसुन र यो अदुवाको लसुन र अदुवा खुर्सानी है त्यो अनि कति बेलाहरू खुर्सानी हाल्ने बिरयानीको रेसिपी हुन्छ लटक्क भएर पाक्ने हुन्छ नि लास्टमा त्यो नुन बेसार हालिसक्यो आगो सानो भोक्या फुक्दिमा आएको आधी मासु हालेर आधी चामल हाल्ने कि फुल चामल हाल्ने त्यहाँ आधी चामल हालेर भुट्ने फेरि होइन का भुट्नु परेन का अब ए अब त्यहाँ फेरि एक लेयर गरेर चामल हाल्नु पर्यो हो ओ सही बा ढ्याँ राखेर गर्दा हुन्न अघिमा पोल्छ नि यो टोक्न मिठो हुन्छ कि हुन्न तिमी हातलाई लङसुक मिल्नु पानी हाल्ने यति हाल्ने फेरि ओ झन्डे यो टोक्न मिठो हुन्छ मलाई मन परेन लङसुक मिल उडेन झिकेर खालि त्यो हयो होइन झिक्ने होइन तिम्रो भागमा बसेस फाल्ने छ्या मलाई मन परेन कि लङसुक नहाल्का त्यो कालो कालो त लङ त सुक मिल मिठी हाल्ने यता त आगो फुक्नु पर्यो कहाँ अघि आगो तपाईँ ठिक छ कि भरको भर्नु छ नि त्यो तागो झोसेर बस्नु नि हजुर